असारको झरीसँगै खेतहरू पानीले भरिन्छन्। बिहानैदेखि किसानहरू हल गोरु लिएर खेततर्फ लाग्दछन्। हलोले जमिन जोतिन्छ, बाउसेले खेत सम्याउँछन् र भालले हरिया धानका बिरुवा रोप्छन्। हिलोले भरिएको खेतमा पसिना र मेहनत मिसिँदा सुनौलो भविष्यको आधार तयार हुन्छ। धान नेपालको प्रमुख खाद्यान्न बाली हो। त्यसैले नेपाल सरकारले विक्रमसम्म 2061 सालदेखि असार 15लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउँदै आएको छ। यस दिवसले किसानको सम्मान, कृषि उत्पादन वृद्धि र खाद्य सुरक्षाको सन्देश दिन्छ। धान रोपेका बेला गाउँघरमा बेठी गर्ने चलन अझै पनि धेरै स्थानमा जीवित छ। बेठी भनेको गाउँका मानिसहरूले पालै पालो एकअर्काको खेतमा निस्वार्थ रूपमा श्रमदान गर्ने परम्परा हो। आज मेरो खेत, भोलि तपाईँको खेत भन्ने भावना नै बेठीको मुख्य विशेषता हो। त्यसैले श्रम बचत मात्र होइन, गाउँमा एकता, सहयोग र भाइचाराको सम्बन्ध पनि बलियो बनाउने गर्दछ। धान रोपाइँमा हलगोरुको भूमिका अत्यन्तै महत्त्वपूर्ण हुन्छ। हलगोरुले खेत जोतेर रोपाइँका लागि तयार बनाउँछन्। यद्यपि आजकल केही ठाउँमा ट्र्याक्टरको प्रयोग बढेको छ, तर पहाडी तथा दुर्गम क्षेत्रका हलगोरु अझै किसानका भर पर्दा सारथी हुन्। खेत जोतिसकेपछि बाउसे खेतमा उत्रिन्छन्। बाउसेले हिलो मिलाउने, डल्ला फुटाउने र खेत सम्याउने र रोप्न सजिलो वातावरण बनाउने काम गर्दछन्। धान रोप्ने क्रममा खेतभरि असारे गीत घन्किन्छ। गीतसँगै हाँसो, रमाइलो र श्रमको उत्साह थपिन्छ। धेरै गाउँमा बेठीका बेला पञ्चे बाजा पनि बजाइन्छ। दम्हा, नरसिंगा, सनाई, ट्याम्को र झ्यालीको मधुर धुनले रोपाइँलाई उत्सवका रूपमा परिणत गर्दछ। पञ्चे बाजाको तालमा किसानहरू अझ जोसका साथ काम गर्दछन्, जसले नेपाली मौलिक संस्कृतिको सुन्दर झल्को दिने गर्दछ। रोपाइँ सकिएपछि सबैजना एकै ठाउँमा बसेर दही चिउरा खाने परम्परा पनि उत्तिकै महत्त्वपूर्ण छ। यसले श्रमको सम्मान, आपसी सद्भाव र खुसी साटसाट गर्ने अवसर प्रदान गर्दछ। असार 15 केवल धान रोप्ने दिन मात्र होइन, किसानको सम्मान गर्ने, बेठीको सहकार्यलाई सम्झिने, हल गोरु, बाउसे र रोपाहाको अथक मेहनतलाई कदर गर्ने तथा पञ्चे बाजासहित नेपाली मौलिक संस्कृतिलाई जगेर्ना गर्ने दिन हो। कृषि संस्कृतिलाई र सहकार्यको यो सुन्दर परम्परालाई पुस्तासम्म जोगाइराख्नु हामी सबैको साझा दायित्व हुन आउँदछ।